हेलो नमस्ते सेवा मेरो न्यू डे न्यू ब्लगमा हजुरहरूलाई सबैजनालाई स्वागत छ। अनि मैले चाहिँ धेरै दिनपछि भिडियो भन्दा पनि अब धेरै दिनपछि त यसरी भिडियो गर्दैछु हैन, तपाईँहरू हेर्दै गर्नु होला। अनि आज हामी चाहिँ कहाँ जान्छौँ भनेर हेर्दै गर्नु होला। सानो एउटा ब्लग, सानो एउटा भिडियो, एउटा सर्टकट क्लिप बनाउन लाग्दैछु। सरप्राइज त्यो चाहिँ हामी कहाँ जाँदैछौँ भनेर, जहाँ जाँदैछु त्यो एकदम त्यो ठाउँ चाहिँ एकदम रमाइलो छ, तर थाहा छैन दिउँसो जाँदाखेरि कस्तो हुन्छ त्यो ठाउँ। अब राति राति जाँदाखेरि ठिक हुने गरे, थाहा छैन कस्तो हुन्छ। हामी चाहिँ जान लाग्दैछौँ। आजको मेरो भिडियो चाहिँ मेरो यहाँ नजिक जेनी बहिनीको रुमबाट सुरुवात हुँदैछ। जेनी बहिनी यता वेलकम छ तिमीलाई मेरो भिडियोमा। अनि यहाँ हाम्रो यति राम्री एकदम यति राम्री बहिनीको रुमबाट राम्रो भिडियो आएको छैन भने चाहिँ यो फेरि यो कट हुन्छ है फेरि। अनि अब हुन त मोबाइल गतिलो हुन पर्यो नि होइन, भिडियो राम्रो आउनु लागि त। मान्छे त अलरेडी राम्रै छौँ तर मोबाइल पनि अलिक गतिलो हुनुपर्ने। अब मोबाइल चेन्ज गर्ने बेला भइसक्यो। अब मोबाइल चेन्ज गर्ने बेला त त्यस्तै होला है, गएको फी भर्न पर्यो। तपाईँहरूसँग पैसा छैन भने चाहिँ यता ल अब चाहिँ हामी अहिले बाहिर गएर भेटौँ न। ल बाई ल अहिले चाहिँ हामी यहाँ बहिनीको सहरतिर हिँड्दैछौँ। बहिनीको सहरमा हामीहरू पुरै यहाँ यसरी हिँड्दैछौँ। अब यो बहिनीको सहर मेरो सहरमा। ल धेरै धेरै धन्यवाद। अनि अब तर ऊ त छैन कि, घाम त छैन कि, छाता किन ओढेको नाटक पार्न भनेर भन्ला। यहाँ हिजो अलिअलि पानी पऱ्यो, यहाँ देखेको पनि छ होला पानीमा हिजो पानीमा रुच्दै आएको थियो छाता ओढेर। अनि पानी अलिअलि थियो, अनि त्यही भएर चाहिँ अब यो पानी पनि सुकाउनु हुन्छ। अनि अलिअलि गर्मी जस्तो पनि छ क्या, त्यही भएर चाहिँ हो। मौसम त पुरै पानी पर्ला जस्तै भएको छ। ल हामी बहिनीको यहाँ अर्को सहरमा हिँड्दैछौँ होइन। कस्तो रमाइलो है यहाँ। यो सबै हामीले पनि पहिला ताना के भन्छ यसलाई, ताना कि खै के भन्छ, यो आफ्नो उइस मागेर अनि यो बाँसको त्यो उमा झुन्ड्याउने के पुरा हुन्छ अरे। अनि उइस चाहिँ यसको चाहिँ स्टोरी पनि सेन्सीहरूले हामीलाई सुनाउनु भएको थियो। यो त नेपालको सिएल जस्तै छ त। चाहिँ हाम्रो गन्तव्यतिर लागिसक्यौँ। यहाँ बहिनी चाहिँ पुरै आज बिजी भइसिन्छ। बिजी किन भइसिन्छ भनेदेखि, मेरै बच्छु सक्यो केटी यो मायामा पर्दैछ कि त्यही भएर हो कि। सिक्रेटै ल हामी चल्दै गयो। अब यो 33 नम्बर 33 होइन 32 र 33 हो के अरे। तर हामी चाहिँ कताबाट जाने हो, जानुपर्ने यताबाट, तर दुइटैबाट जान्छ होला एकै ठाउँमा, दुइटैबाट एकै ठाउँ जान्छ होला यहाँ। यस्तरी हामी चाहिँ यहाँ पुगिसक्यौँ। यहाँबाट चाहिँ 9 मिनट जति हिँड्नु पर्दो रहेछ। अनि हामी चाहिँ जाँदैछौँ, हेर्न सक्नुहुन्छ कति धेरै टुरिस्टहरू छन्। जाने आउने क्रम चलिरहेको छ। हेर न, यो मान्छे कस्तो कस्तो कि यो ठाउँ त पुरै पोखराको फेवाताल जस्तै लागिरहेछ। हुन्छ नि, अब टुरिस्टहरू पनि धेरै देखेर पनि होला। त्यसमाथि पनि यो एकदम के जङ्गलहरू देखेर पुरै पोखराको फेवाताल जस्तै लागिरहेछ। चाहिँ हिँड्दैछौँ। कस्तो लाग्दैछ? राम्रो छ होइन? यस्तो पनि रहेछ भाइ यहाँ। कस्तो के हामी त यो पोखराको फेवातालको बिचमै आइपुगे जस्तै भयो के यो है। कस्तो जङ्गलको बिचमा मान्छेहरू कति धेरै के मेलामा हुन्छ है मान्छेहरू एकदम
मेलामा जस्तै कस्तो राम्रो छ ठाउँ त एकदम लास्टै राम्रो रहेछ यसको चाहिँ हामी चाहिँ यो खाना लाग्दै हो साथीहरू कस्तो हुन्छ भनेर आएन होइन यो खाना लाग्नु भएको यो चाहिँ मैले खासमा उहरू चाइनिज ड्रामाहरूमा त्यस्तै देखिरहेको हो कि तर यो मैले अब कस्तो हुन्छ थाहा पनि छैन हेर कि यसलाई के पो भन्छ नि खोइ के थाहा त नि के भन्छ यो याकिपोन नेपालीमा चाहिँ यसलाई के भन्छ ए नेपालीमा पनि हुन्छ यो ओके ओके सी यू सुन खै यता हेर्नु त खै त्यो देखाउनु त्यसलाई पनि फ्लेक्स गर्नु न तर कस्तो देखाने देखिएन हेर्नुहोस् आऊ 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 ओके अघि किनेको चाहिँ अब हामीले के ड्रामामा हेरेर है हजुरले के ड्रामामा हेरेर केही केन भयो थियो अरे खानुको देखेको थिएँ अनि तर म नेपालमै हुँदाखेरि के फेरि यहाँ आएर चाहिँ होइन मिठो हुँदो रहेछ स्विट पोटेटो जस्तो हुँदो रहेछ कि टेस्ट चाहिँ पैसे कस्तो राम्ररी देखिनु भएको छ है मेरो भिडियो न कस्तो हुन्छ कस्तो देखिन्छ स्विट पोटेटो जस्तो छ अब हामी अझै यहाँबाट पनि अझै हिँड्नुपर्ने खालको माथि अझै माथि जानुपर्ने हामी आधी बाटोमा आएर बसिरहेको छौँ अब यो खाँदै खाँदै अनि त्यसपछि जानुपर्ने हुन्छ लक्ष्मीमा भन्ने जस्तै त्यही जाऊँ यस्तो छ ल हामी ब्याम्बो हाउस ल त नि हामी फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यौँ होइन पुरै बाँसको सहरमा मान्छे एकदम भिड रहेछ कस्तो शीतल कस्तो आनन्द अघिदेखि हिँड्दा गाह्रो भएको थियो अहिले त शीतल आनन्द शीतल आनन्द के चाहिँ रहेछ नि खासमा यहाँ चाहिँ होइन यहाँको खास विशेषता के रहेछ त नि हेरौँ यो ब्याम्बो फरेस्टभित्र चाहिँ एउटा टेम्पल रहेछ टेम्पल चाहिँ भित्रपट्टि छ के अरे अब के हो त्यो टेम्पलमा गएर के गर्ने पूजा गर्ने कि हेर्ने कि ढोकेर फर्किने कि हामी चाहिँ यहाँ घुम्दैछौँ त्यस्तो खासै के यहाँ त ट्रेन पनि लाउँदो रहेछ त यो भित्रभित्र स्टेसन चाहिँ होइन रहेछ कि तर ट्रेनको लिक पनि रहेछ यहाँ बिचमा ट्रेनको लिक पनि हेर न यहाँ ट्रेनको लिक अनि पहिला हाम्रो नेपालमा चाहिँ पुरा रिक्सा के मान्छेले साइकल चलाएको जस्तै गरी रिक्सा हाँकेर हिँड्थ्यो नि हो त्यस्तैकै यो रिक्सा कति माया लागेर आउने यो रिक्सा मान्छेले हाँकेर देख्दाखेरि नेपालमा हुँदा पनि कहिलेकाहीँ मम्मीहरूसँग हस्पिटल राखेर त्यस्तो रिक्सामा चढ्नु कस्तो त्यो गौन्थाले हुन्छ नि पुरा मुख बुझ्दाखेरि कस्तो माया लागेर आउँथ्यो पसिना निस्किएर यिनीहरूको पनि सेम त्यस्तै भएको क्या कति माया लाग्दो त एउटा यिनीहरूको ट्रेडिसनलै होला केही छैन ब्याम्बो भनेको नआए भयो नेपालीको आवाज सुन्यो नेपालीहरूको आवाज अलिकति यसरी घुमेर नि आउँ न केही छैन यस्तै हो यस्तै मात्रै घुम्ने शीतलो छ कस्तो माया लाग्दो थियो कस्तो राम्रो भ्यू या यहीँ बसिराखौँ जस्तो
भ्यू चाहिँ ल पुरै यही त हो। ल घुम्नुहोस् हेर्नुहोस्। मेरो नआउने यहाँ साथीभाइहरूलाई ल यहाँबाट हेर्न सक्नुहुन्छ। सबै यस्तै हो भित्रभित्र। उतातिर पनि सबै उता पनि सबै त्यस्तै छ। अनि यस्तो बाटो यस्तो छ, यस्तो केही छैन खासै। ल हामी चाहिँ अब यही हो ब्याम्बो हाउस, यही केही छैन खासै। ल यहाँ चाहिँ यो ब्याम्बो ट्रीभित्र चाहिँ यही छ एउटा मन्दिर, केही छैन अरू त्यस्तो खासै। मन्दिर छ बाँसहरूको बिचमा चाहिँ यस्तो छ, यस्तो मन्दिरहरू। अब के ढोग्ने ओर्ने होला, घन्टी पनि रहेछ, ढोग्ने ओर्ने के होला के अरे, तर हामीलाई केही आइडिया छैन।